टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम नेपालको अधिकांश गेम हुने एउटा मात्र क्रिकेट स्टेडियम टियु इन्टरनेसनल क्रिकेट स्टेडियममा अहिले प्याराफिट र फ्लड लाइटको लागि धमाधम काम भइरहेको छ। यही सम्बन्धी नयाँ अपडेट टियु ग्राउन्डको तपाईहरुलाई दिन गइरहेका छौं। च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई सब्स्क्राइब गर्नुहोला, भिडियो मनपर्छ भिडियोलाई लाइक गर्नुहोला। यस्तै अपडेटहरु तपाईहरुलाई दिनेछौं। टियु इन्टरनेसनल क्रिकेट स्टेडियममा देख्न सक्नुहुन्छ फ्लड लाइटको लागि यो पिल्लर राख्ने भाग निर्माण भइसकेको छ, बन्दै छ र फ्लड लाइटको कामहरु धमाधम रूपमा यहाँनिर अगाडि बढिरहेको तपाईहरुले दृश्यमा देख्न सक्नुहुन्छ। क्रेनको सहायताले यो फ्लड लाइटको लागि जुन पिल्लर रहने भागहरु बनाउन सुरु गरिसकिएको छ, त्यहाँ भित्रबाट रडहरु राखेर माथि निकालिसकिएको छ र कामहरु फ्लड लाइटको लागि धमाधम रूपमा अगाडि बढिरहेको तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ। धमाधम रूपमा कामहरु अगाडि बढिरहेको छ। यो अपडेट तपाईहरुलाई दिइरहेका छौं हामीले। टियु इन्टरनेसनल क्रिकेट स्टेडियममा धेरै कामदारहरु यति बेला जुटिरहेका छन् र धेरै कामदारहरु मिलेर अहिले प्याराफिट सँगसँगै फ्लड लाइटको लागि यो पिल्लरहरुको लागि यो रोडहरु बुन्ने कामहरु पनि सँगसँगै अगाडि बढिरहेको छ र दुईतर्फ नै सँगसँगै कामहरु भइरहेको छ। पुराना संरचनाहरुलाई हटाएर त्यहाँ नयाँ संरचनाका लागि तयार गरिने कामहरु पनि बनिरहेको छ। यो प्याराफिटको लागि यो रडको भाग रहेको छ। यो रड राखिएको भागसम्म यो रडहरु ढलाइ गरिसकिएको भागसम्म प्याराफिट रहनेछ। यो पछाडीको भागसम्म यो पनि तपाईहरुले देख्न सक्नुहुन्छ दृश्यमा। यसरी फ्लड लाइट र प्याराफिटको दुईटैको काम सँगसँगै अगाडि बढिरहेको छ। दुईवटा निर्माण कम्पनीले, ठेकदार कम्पनीले सँगसँगै कामहरु अगाडि बढिरहेको छ र यहाँनिर देख्न सक्नुहुन्छ यो प्याराफिटको लागि धमाधम रूपमा यहाँ इटाको सोलिङ गरेर ढलाइ गरेर यहाँ अब सबै कामहरु गर्ने तयारी भइरहेको यसरी देख्न सक्नुहुन्छ। राउन्डै यो टियु क्रिकेट ग्राउन्डमा यसरी कामहरु भइरहेको छ र निरन्तर रूपमा यहाँ कामहरु चलिरहेको नै छ। वैशाख 24 गते भित्रमा यसको कामहरु सम्पन्न गरिसक्नुपर्ने लक्ष्य अनुसार धमाधम रूपमा काम भइरहेको छ र अबेर रातिसम्म पनि कामहरु भइरहेको छ। यहाँ मेसिनले गर्ने कामदेखि लिएर मान्छेले गर्ने कामदेखि लिएर सबै कामहरु भइरहेको छ। मेसिनले गर्ने काम, मान्छेले गर्न नसक्ने काममा मेसिनको काम प्रयोग गरिएको छ भने अरु ठाउँमा मानिसहरूले नि कामहरु गरिरहेका छन्। यसरी पुरानो संरचनाहरु हटाएर पुरै यहाँ अब प्याराफिटको लागि यो आकारहरु देखिसकेको छ। प्याराफिट राख्ने आकारहरु तयार भइसकेको छ र यहाँनिर धमाधम रूपमा रडहरु बुन्ने काम पनि भइरहेको छ। धेरै रडहरुको आवश्यकता पर्छ। यी रडहरुबाट नै यो ढलाइ गर्ने कामहरु हुने भएकोले धमाधम रूपमा रडहरु बुन्नेदेखि लिएर यो प्याराफिटको लागि कामहरु गर्ने काम पनि भइरहेको छ। ढलाइ गर्ने कामहरु पनि त्यही भइरहेको छ। कामदारहरु जुटिरहेका छन्, कामहरु गरिरहेका छन्। यसरी अब नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको म्याच हुने यो टियु इन्टरनेसनल क्रिकेट स्टेडियमको पनि अब मुहार चाँडै नै फेरिनेछ र यहाँ प्याराफिट 10,000 क्षमताको प्याराफिट निर्माण हुँदैछ भने फ्लड लाइटको काम पनि सँगसँगै भएको छ र अब नेपालको यो ग्राउन्डमा पनि प्याराफिटमा मजाले बसेर रातिमा पनि फ्लड लाइटमा गेम हेर्न चाहिँ सम्भव हुने निश्चित नै भइसकेको छ। यसरी टियु इन्टरनेसनल क्रिकेट स्टेडियमको धमाधम रूपमा कामहरु भइरहेको भिडियो तपाईहरुले हामीले लगातार रूपमा दिइरहेका छौं। यसरी फ्लड लाइटको बेस बनाउने काम, पिल्लर राख्ने भाग बनाउने काममा यसरी ठुलो मेसिनले क्रेनको सहायताले यहाँ पिल्लर राख्ने भाग यसरी बनाइएको थियो र यसरी दृश्यमा पनि तपाईहरुले देखिरहनु भएको छ। धेरै नै ठुलो मेसिनबाट यहाँ कामहरु भएको थियो र प्याराफिटको चारैतिर फ्लड लाइटको बेस बनाउने कामहरु पनि निरन्तर चलिरहेको छ। यो अपडेटहरु तपाईहरुलाई दिएका छौं र नेपालको दोस्रो फ्लड लाइट जडित रंगशाला बन्ने छ, क्रिकेट रंगशाला। यो टियु इन्टरनेसनल क्रिकेट स्टेडियम एक्स्ट्राटेक पहिलो भएको छ र टियु क्रिकेट ग्राउन्ड दोस्रो हुनेछ र तेस्रोमा चाहिँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुने सम्भावना रहन्छ र मूलपानीमा पनि कामहरु अगाडि बढिरहेकै छ र त्यो पनि हुन सक्ने सम्भावना रहन्छ। यसरी धमाधम रूपमा अब भने नेपाली क्रिकेट इतिहासमा नेपाली क्रिकेट ग्राउन्डहरु पनि अब सुसज्जित हुनेछन् र सबै सुविधाले भरिपूर्ण हुने क्रममा नै अगाडि बढिरहेको छ। यो अपडेट तपाईहरुलाई दियौ। यो अपडेट कस्तो लाग्यो? अपडेट मन परे लाइक गर्नु होला, च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई सब्स्क्राइब गर्नु होला। यस्तै अपडेटहरु आगामी दिनमा पनि लिएर आउने नै छौं। आजको लागि भने अपडेट यति नै हो। बिदा हुन्छु। हस्त नमस्कार।